हेलो वेलकम टु डे 4 अफ माई कटिङ सिरिज र मेरो बडीको कन्डिसन चाहिँ डे बाई डे अलिअलि चेन्ज हुँदैछ र आज चाहिँ मेरो ब्याक एन्ड चेस्टको वर्कआउट। आजको मेरो ब्याक एन्ड चेस्टको पहिलो वर्कआउटमा चाहिँ इन्क्लाइन डम्बेल ट्विस्ट प्रेससँग मिसिन ह्यामर रोइङ वाइडमा 3 सेकेन्ड होलको सुपर सेट 4 सेट गरेँ। यसको 4 सेट सकिसकेपछि आजको मेरो चेस्ट एन्ड ब्याकको दोस्रो वर्कआउटमा चाहिँ लो पुली केबल फ्लाइको 4 सेटसँग ल्याट्स पुल डाउनमा ड्रप सेटको 4 सेट सुपर सेट गरेँ। आजको मेरो ब्याक एन्ड चेस्टको तेस्रो वर्कआउटमा चाहिँ मैले फ्ल्याट बेन्च केबल फ्लाइसँग लो पुली इजी बार रिभर्स ग्रिप रोइङको 4 सेट सुपर सेट गरेँ। आजको मेरो चौथो वर्कआउटमा चाहिँ फ्ल्याट बेन्च स्मिथ प्रेसको 4 सेटसँग स्ट्रेट आर्म स्ट्रेट बार केबल पुल डाउनको 4 सेट सुपर सेट गरेँ। लास्टमा चाहिँ इन्क्लाइन बेन्च इजी बार मिड ग्रिप पुल ओभरको 4 सेट गरेर आजको मेरो चेस्ट एन्ड ब्याकको वर्कआउट चाहिँ यतै सकाएँ। अन्टिल नेक्स्ट भिडियो, जय भैरव।